साथीहरु सबैजना स्वागत छ मेरो ब्लगमा। सबैजना सन्चै म पनि सन्चै छु भन्न चाहन्छु। आज चाहिँ म कहाँ जान्छु मेरो कारमा भन्न चाहन्छु भनेपछि एउटा दिदी चाहिँ खासीपुरबाट आउनु भएको रहेछ। उहाँले चाहिँ मेरो भिडियो हेरिराख्नु भएको रहेछ अनि चाहिँ मसँग भेट्ने भन्नुभएको थियो। अनि त्यसपछि चाहिँ 2-4 दिन भइसकेको थियो। बहिनी कहाँ छौ भन्नुभएको थियो। म चाहिँ अब घरतिर थिएन, कहिले काठमाडौँ कहिले कतै कतै थियो। देखिसक्नु भयो होला मेरो भिडियो चाहिँ। उहाँ चाहिँ अहिले आउनु भएको रहेछ। अनि त्यसपछि आउनु बहिनी भेट्न भन्नुभएको थियो। मैले चाहिँ अब घरमै आउनु भने उहाँले मेरो घर देखाएको छैन भन्नुभयो। मैले ल ठिकै छ नि त भनेर 5 नम्बर बोलाउनु भएको थियो। हाम्रो यहाँ नजिकै 5 नम्बर देख्नु भयो होला। अनि त्यसपछि त्यहाँ पनि भएन। अनि त्यसपछि चाहिँ यही पुलनिर आउनु न भनेर उहाँलाई चाहिँ म भेट्न जाँदैछु। हिँड्न सक्नुहुन्छ आफ्नो कारमा जाँदैछु। हाम्रो कारमा चाहिँ भेट्न जाँदैछु होइन। दिदी चाहिँ हुनुहुन्छ होला जस्तो लाग्यो। त्यो दिदी हुन् क्या है, हुन् क्या त्यो दिदी हुन्, उहाँ त हुन् क्या। फाइनली हामी चाहिँ पुगिसक्यौँ हामी। उहाँ दिदी चाहिँ हुनुहुन्छ जस्तो। हेलो हेलो हजुर हुनुहुन्छ ए उहाँ दिदी चाहिँ हुनुहुँदैन। साथीहरू हेर्न सक्नुहुन्छ कान्छीपुरबाट आएको चाहिँ। म 2 चक्कर लगाइसकेँ यहाँ आउनको लागि। ए मैले तपाईँले फोन गरेँ तपाईँलाई मैले फेरि के नम्बर छैन मसँग, त्यो इन्डियन नम्बर छ नि त। अब यहाँ हामी 4 नानीको त जुङ्गल उहाँ बाबु हुन्छ तपाईँको। उहाँको छोरी हुनुहुनेछ। उहाँ चाहिँ हेलो नाम के हो? नाम भन्दा डराउँछ उहाँ दिदी। ए नमस्ते सन्चै हुनुहुन्छ? उहाँ बिराम भएको? नै उनको बहिनी। ए फोटो खिच्नु होइन कति भयो क्या भिडियो हेर्नु त बहुत। ए भिडियो चाहिँ हेर्नु हुँदो रहेछ उहाँले चाहिँ। अब के गर्ने यस्तै छ। दिदी चाहिँ आउनु भएको रहेछ होइन। एकदम प्यारी हुनुहुन्छ किन रोको ल मामालाई कुट्न लगाएको होइन, रुँदैछ नि त। हेलो यता आऊ, यहाँ आऊ, यहाँ आऊ। जाने हो मेरो घर? फोटो खिच्दैछौँ गाइस, हेर्न सक्नुहुन्छ अनुहारमा छ नि। उहाँ दिदी चाहिँ मलाई भेट्न आउनुभयो काशीपुरदेखि। अब फोटो खिच्दै हुनुहुन्छ। जानु न बिग फ्यान मेरो चाहिँ उहाँ हेर्न सक्नुहुन्छ। चिसो पनि खाँदै हुनुहुन्छ। भाइ खैना त खैछ देखाउनु त फोटो। हेर्नु त। अनि होइन मेरो घर बाई, म जान्छु ल ल जान्छ भने ओ आफ्नो जुस पनि ल हुन्छ फेरि राम्रोसँग जानु ल ल ल ल मलाई खुसी लाग्यो। जानुस् फेरि लगेर राम्रोसँग लगिदिनु होला। उहाँ दिदीलाई काशीपुरदेखि आउनुभयो। काशीपुर है उहाँदेखि आउनुभएको भेट्नलाई। तर खुसी लाग्यो होइन। ल जानु ल खुसी लाग्यो। ए ल ल जानु फेरि राम्रोसँग उ गर्दै गर्नु होला है। बाई बाई। टाढा हुँदो रहेछ घर र यतै छु म। उ गर्नु होला आउँछु। हुन्छ है ल म जान्छु। ए ल ल ल जान्छु ल। चलो जान्छु ल बाई। फाइनली गाइस हामीले चाहिँ भेटेर चाहिँ हामी गइसक्यौँ। हेर्न सक्नुहुन्छ बौलातालमा। किनभने चाहिँ उहाँ चाहिँ एकदमै टाढादेखि आउनु भएको रहेछ। ल ठिकै छ नि त भेटेर गइहालौँ भनेर म पनि आइसकेको थिएँ। अनि फाइनली भेट्यो भए एकदम खुसी हुनुभयो कि मलाई देखेर एकदम खुसी हुनुभयो। तर आफ्नो दिदी जस्तै हुनुहुँदो रहेछ, मेरो दिदी जस्तै हुनुहुँदैछ। तर एकदम खुसी लाग्यो फाइनली भेट्यौँ। कोही त मलाई सपोर्ट गर्ने मान्छे रहेछ नि होइन, कोही त मलाई सपोर्ट गर्ने मान्छे रहेछ नि। तर खुसी एकदम खुसीको साथ म चाहिँ मलाई भेट्न आएँ। उहाँ पनि 2-4 दिन आउनु भएको थियो गऱ्यो। अनि म नभएर भेट्न पाइनँ। अनि भेटेर उहाँ चाहिँ गइसक्नु भयो। आफ्नो घर जाँदै हुनुहुन्छ अरे भोलि। अनि त्यही भएर चाहिँ भेटिसक्नुभयो। अब चाहिँ म लाग्यौँ हाम्रो गाडीमा घरतिर जान हतार भएर रहेछ नि त। भोलि घर जाँदै हुनुहुँदैछ। अनि त्यही भएर चाहिँ न खानु न पिनु भयो। उहाँ चाहिँ मसँग भेटेर एकदम खुसी मान्नुभयो। तर जाम हाम्रो घरमा भनेको तर आउनु भएन। अब उता घुम्न पनि पाएनौँ हामी किन भनेपछि उहाँ भोलि घर जाने रे। उति टाढा काशीपुरदेखि आउनु भएको थियो आफ्नो माइती टोल पनि भेट्न। अनि त्यसपछि मलाई चाहिँ भाइरल दिदी भन्दै मसँग भेट्न आउनुभएको। तर चाहिँ मलाई लाज लाग्थ्यो के भनौँ होइन। भेटिसकेको थियौँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी चाहिँ भेटेर चाहिँ अब हामी चाहिँ लाग्ने घरतिर हेर्न यस्तै गरेर सपोर्ट माया गरिदिनु होला भन्न चाहन्छु होइन। सबैजनाले मेरो भिडियो कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। यति भन्दै मेरो ब्लग यही बन्द हुन्छ। बाई बाई।